ल के छ खबर? ठीक छ नि दाइ। पारामा क्या फुल्ली? फुल्ली पारा। अनि आज स्कुल बिदा हो? यस। कति दिन बिदा हो नि? 3 days। इंग्लिश बोलिदिन्छौ क्या खतरा? यस। कति वर्ष भयो नि? 50-60। ए 60 वर्ष भइसक्यो? तिमीले बाइक कतिखेर चलाइन्छौ अरे? बाइक त 60 त्यस्तै 60 70 80। कति जाने हो त नि आज दिनभरि अब? पिडाल बेच्न अब भरे जाने हो। 2 बजे लाग्छ अब 2 बजे जाने हो। 2 बजे जाने हो? अनि पिडाल खेती हेर्न जाम न त। ल जाम हिँड। ल साथीहरु हामी पिडाल खेती हेर्न हिँडेका छौं है। नाच्दै हो क्या? रक्सी आयो क्या? ए राख्छ हैन। साथीहरु हामी चाहिँ पेडाल खेती हेर्न हिँडिरहेका छौं। यिनी चाहिँ माथिरहेका छन् अनि पेडालको साउ भन्दै हिँडेका छन्। आज 10 क्विन्टल पेडाल बेच्न जाने भन्दैछन्। ल साथीहरु हामी पेडाल खेती आइसकेका छौं। ल पेडालको बारेमा के भन्दैउ न त के छ यो पेडालको विशेषताहरु? हाम्रो पेडालुले एउटा गराबाट 50 लाख जति कमाउँछ। 50 लाख एक महिना। 50 लाख एक महिनामै? हाइ कसले पेडाल हुँदैन 1 महिनामै 50 लाख कमाइदिने? 12 महिना कति कमाउँछ त्यसरी? 12 महिनामा त 1-2 करोड आउँछ। यम्मा 1-2 करोड है? त्यही खतरा साउ हो त है? डेन्जर डेन्जर पुरा हैन सक्नुहुन्छ। यो सबै हो? तिमी एक्लै गर्छौ यत्रो काम? ए सक्छौ त? यति सानो छौ त तिमी त? ए सकिहाल्छु नि 50-60 वर्ष भइसक्यो। 50-60 वर्ष भइसक्यो तिमीले यो काम गरेको? म त पत्ताइन। फेरि सानो छौ त 10-12 वर्ष जस्तो। नपत्ता जानु। अनि जाम न त हेर्न पेडाल होइन जाम। जाम। साथीहरु पेडाल खेती हेर्नु होला दामी छ। ल ल ल फर्के त्यहाँ चोप लाग्छ। साउलाई थाहा छैन क्या चोप लाग्छ भनेर।